480 नारिवल चढाउँदै प्रधानमन्त्री बालेन्द्र शाहको सफल कार्यकालको कामना। बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर 5 निवासी 35 वर्षीय राम आशिष शाह तेलीले विश्वप्रसिद्ध गढीमाई मन्दिरमा 480 वटा नारिवल चढाउँदै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सफल कार्यकालको कामना गरेका छन्। धार्मिक आस्था र श्रद्धाका साथ गढीमाई माताको दर्शन गर्न पुगेका शाहले प्रधानमन्त्री बनेको खुशीमा सो संख्यामा नारिवल चढाएको बताएका छन्। उनले यो कार्य कुनै राजनैतिक उद्देश्यले नभई व्यक्तिगत श्रद्धा र विश्वासका आधारमा गरिएको स्पष्ट पारे। शाहले आफू कुनै पनि राजनैतिक दलसँग आबद्ध नरहेको उल्लेख गर्दै परिवारसहित गढीमाई मन्दिरमा पुगेर पूजा अर्चना गरेको जानकारी दिए। सो अवसरमा उनले देशको समृद्धि र स्थायित्वका लागि पनि कामना गरेका थिए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकाल सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै देश विकास र जनताको हितमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरेका छन्।